नमस्ते दर्शकवृन्द, फेरि पनि स्वागत छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मको आधिकारिक युट्युब च्यानलमा। आज हामी गण्डकी प्रदेश नवलपुर जिल्ला काउसती नगरपालिका वडा नम्बर 2 फुल्के टोलमा अवस्थित सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा छौँ। यतिखेर तपाईँ देखिरहनु भएको छ, यहाँ सासु बुहारीले एकदमै कडा मिहिनेत गरिरहनु भएको छ। यहाँ सानो हाते ट्र्याक्टरबाट जोतेर तरकारी लगाउने काम भइरहेको छ। तपाईँ देखिरहनु भएको छ। गरे नेपालमा के हुँदैन भन्ने एउटा उदाहरण दिइरहनु भएको छ। सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मले तपाईँ देखिरहनु भएको छ, मजाले जोतिरहनु भएको छ। सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक बुहारी श्याम कुमारी ठाडा मगरले र हामी नेपालमै बसेर पनि कृषिबाट मनग्गे आम्दानी गर्न सक्छौँ भन्ने एउटा उदाहरण पनि हो यो। र यसरी नै हामी सबैजनाले मिहिनेत गर्ने हो भने कृषिको माध्यमबाट हामीले देशलाई उन्नतितर्फ लान सक्छौँ। त्यसैले सबैजना नेपालमै बसेर पनि हामीले यसरी मिहिनेत गर्नुपर्छ भन्ने एउटा उदाहरण सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मले दिइरहनु भएको छ। यहाँहरूले घिउ सिमी लगायत विभिन्न तरकारीहरू पनि हामी तपाईँलाई देखाउने छौँ। तपाईँ देख्न सक्नुहुन्छ घिउ सिमी कसरी खेती कसरी गर्ने भन्ने कुरा पनि तपाईँ यो भिडियो हेरेर जान्न सक्नुहुन्छ। घिउ सिमी एकदमै लटरम्मै फलेको छ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला, किनभने हामी यो च्यानल मार्फत कृषि सम्बन्धी नयाँ नयाँ भिडियोहरू चाहिँ हाल्नेछौँ, देखाउनेछौँ हजुरहरूलाई। र हजुरहरूसँग कुनै किसिमको जिज्ञासा सल्लाह सुझाव भए तपाईँले कमेन्ट बक्समा पनि छोड्न सक्नुहुन्छ भन्दै हामी अहिले चाहिँ तपाईँलाई घिउ सिमी चाहिँ एकदमै धेरै घिउ सिमी फलेको छ, तपाईँलाई हामी त्यही घिउ सिमी देखाउनेछौँ। र बजार पनि गइरहेको छ घिउ सिमी। सासु बुहारीले एकदमै कडा मिहिनेत गरिरहनु भएको छ र उहाँहरूले मिहिनेत बापत प्रतिफल पनि लिइरहनु भएको छ। घिउ सिमी एकदमै लटरम्मै फलेको छ, तपाईँ देखिरहनु भएको छ यतिखेर। र यहाँ घिउ सिमी टिप्न भ्याइ नभ्याइ छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक द्वय सासु र बुहारीलाई एकदमै मिलेर चाहिँ घिउ सिमी टिपिरहनु भएको छ। यसरी नै सासु बुहारी मिलेर चाहिँ घरलाई एकदमै शान्तिमय बनाउन सकिन्छ। यसरी तरकारी खेती गरेर उहाँहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ। तपाईँ देखिरहनु भएको छ यहाँ चाहिँ घिउ सिमी एकदमै राम्रोसँग फलेको छ। मिहिनेत गऱ्यो भने हामी पैसा खोज्न कता जानै पर्दैन, नेपालमै चाहिँ हामी पैसा फलाउन सक्छौँ।
भन्ने कुरा चाहिँ सासू बुहारीले यतिखेर आफ्नो कर्म मार्फत आफ्नो काम मार्फत दिइरहनु भएको छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै कृषि सम्बन्धी नयाँ भिडियोहरू हेर्नको लागि कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र तपाईसँग कुनै किसिमको सल्लाह सुझाव अनि जिज्ञासा भए कृपया तपाईले कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव अनि जिज्ञासाहरू राख्न सक्नुहुन्छ र यस्तै नयाँ भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजलाई भने बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।